हेलो गाइज, आज चाहिँ मेरो प्र्याक्टिस गर्दा ब्याटै भाँचियो त मैले आज घरमा ब्याट गराउन गइरहेको छु। मैले चाहिँ अब एउटा बाँस लिएर आउँछु, त्यो यस्तै गराउँ है त। मैले चाहिँ यो बाँस लिएर आएँ। अब चाहिँ मैले यसलाई 3 टुक्रामा काट्छु। दुईटा सानो एउटा लामो काट्छु। मैले चाहिँ यो हँसियाले काटेको छु। हजुरहरूले चाहिँ यो ब्याटको म्याप लिएर पनि गराउन सक्नुहुन्छ। हँसियाले नकाटेर यो आरी लिए। यसरी यो दुईटा सेम साइजको र यो हल्का ठुलो गराएँ। अनि मैले यो एउटा प्लास्टिकको बोतललाई काटेँ। अब हामीले यो ठुलोवाला दाउरालाई बिचमा पारेर यसलाई यसरी राख्नुपर्छ। अनि यसलाई यहाँ माथि हाल्नुपर्छ भित्राउनी। यसरी यो बोतल काटेर एउटा यहाँ माथि ह्यान्डलतिरको भागमा माथि राख्दै एउटा तल राख्दै यसलाई मिलाउँछु। अब ग्यासमा यसरी राखेँ। अब आउने भिडियोमा मैले यसमा रस्सी र केही कामहरू गर्छु त अहिले एकचोटि खेलेर पनि देखाउँछु। एक्स्ट्रा सपोर्टको लागि अझ एउटा बोतल काटेर राख्दैछु।